सो फाइनली हाम्रो घरको बच्चाहरूको चाहिँ बोर्ड एक्जाम पनि सक्यो। झ्याप्प 15-20 दिनको छुट्टी हुन्छ नि त गाइस। यो टाइममा चाहिँ मामाहरू लगिदिने भन्ने प्लान थियो कि। त्यसमाथि घरमा मम्मी पनि एक्लै हुनुहुन्छ अनि 2-4 दिन भए पनि हामी गएर बस्दिँदाखेरि मम्मीलाई पनि रमाइलो अनि हामीलाई पनि रमाइलो। बिचरा मेरो मम्मीको चाहिँ साथीको नाममा त्यही एउटा मोबाइल छोडेर आएको थियौँ, त्यही पनि बिग्रेछ क्यारे। 2-4 दिन भयो मम्मीलाई कल पनि लागिरहेको थिएन कि। त्यही भएर पनि हामी चाहिँ आजै एक्जाम सक्यो बच्चाहरूको नि, आजै झोला कुम्लो बोकेर माइतीतिर हिँडिहालेको क्या। हामी घरबाट हिँड्दा चाहिँ बेलुकाको ठ्याक्कै 3:30 जति बजेको थियो। मामा घर जान लाग्यो भनेर बच्चाहरू यस्तै रमाएको देख्दा चाहिँ मेरो आफ्नै बाल्यकालको याद आयो क्या। मामा घर जाने भनेपछि 5 दिन अगाडिदेखि निद्रा लाग्दैन थियो। पहिला क्या गाइस त्यो धादिङ काठमाडौँ ओहोरदोहोर गर्दाखेरि चाहिँ बाटोमा त्यो उखुको थुप्रोहरू देख्ने अनि गाडी रोकेर किन्न पाए नि हुन्थ्यो नि, रोक्दै नि किन्नु हुन्थ्यो नि जस्तो मलाई जहिले लाग्थ्यो कि। आज नि हामी बाटोमा जाने क्रममा चाहिँ पुरै बाटोमा उखुको थुप्रो राखेको क्या। एक्ज्याक्टली थाहा भएन यो लोकेसन चाहिँ कहाँ हो भनेर हैन। तर आज चाहिँ गाडी भेनाले ठ्याक्कै त्यहाँ गएर रोकिदिनु भयो अनि जुस खाएर जाऊँ न भन्ने कुरा भयो। त्यही भएर हामी सबैजनाले एक गिलास उखुको जुस खाने काम चाहिँ गरेँ। मैले सुनिरहेको हुन्छ क्या उखुलाई चाहिँ नट गुड फर हेल्थ भन्दो रहेछ, तर मेरो चाहिँ बेस्ट हो क्या गाइस। गुलियो। त्यही भएर मैले खाने मात्र काम गरिनँ कि लाने काम पनि गरेँ। मम्मीलाई पनि लास्ट मनपर्छ, सो त्यही भएर 2-3टा चाहिँ प्याक गर्न नि लगाएँ होइन। सो त्यसपछि भने हामी त्यहाँबाट पनि हिँड्यौँ अनि हिँडेको ठ्याक्कै 10 मिनटमा चाहिँ हामी पुग्यौँ सिमले। यो बाटो हाम्रो भिनासँग हिँडिसकेपछि चाहिँ क्लिफ साइड रिसोर्ट चाहिँ जहिले छिर्ने हो। त्यही भएर आज पनि हामी चाहिँ गयौँ त्यहाँनिर अनि भिनाले चाहिँ कफी अर्डर गर्नुभयो, बच्चाहरूले चाउमिन खायो, मेरो बाबुले आइसक्रिमहरू मगायो होइन। हल्का खाजा खाइसकेपछि 5 मिनट जति चाहिँ मस्त रेस्ट गरेर बस्यौँ। त्यसपछि भने हामी त्यहाँबाट निस्क्यौँ। घरभन्दा अलि यता गल्छीमा पुगेर चाहिँ मम्मीको लागि सम फ्रुट्सहरू लिएँ बच्चाहरूको लागि। गल्छीमा खुब फेमस एउटा खुवा पाउने ठाउँहरू छ नि, गुदपाकहरू पाउने ठाउँ। सो त्यहाँबाट चाहिँ हामीले थोरै खुवा सुवा लिने काम पनि गऱ्यौँ। त्यसपछि पुग्यौँ हामी सिधै घर।